आउनुस् ज्ञानको दायरा फराकिलो पारौँ। प्रश्न नम्बर 1 मा रहेको छ, नौलखा मन्दिर कुन जिल्लामा रहेको छ? यसको सही उत्तर रहेको छ धनुषा जिल्ला। स्मरण रहोस्, यसलाई रामजानकी मन्दिर पनि भनिन्छ। प्रश्न नम्बर 2 मा छ, गौतम बुद्धको जन्म कहिले भएको हो? यसको सही उत्तर रहेको छ ईसापूर्व 563 मा। प्रश्न नम्बर 3 मा जाउँ, सिद्धार्थ गौतमको छोराको नाम के हो? यसको सही उत्तर रहेको छ राहुल। सिद्धार्थ गौतमको छोराको नाम रहेको थियो राहुल। प्रश्न नम्बर 4 मा हेरौँ, सिद्धार्थ गौतमको विवाह कोसँग भएको थियो? यसको उत्तर रहेको छ यशोधरासँग भएको थियो, यशोधरा। त्यस्तै गरी प्रश्न नम्बर 5 मा रहेको छ, गौतम बुद्धले कति वर्षको उमेरमा दरबार त्यागे? सही उत्तर रहेको छ 29 वर्ष। प्रश्न नम्बर 6 मा रहेको छ, एसियाका तारा भनेर कसलाई चिनिन्छ? यसको सही उत्तर रहेको छ गौतम बुद्धलाई चिनिन्छ। त्यसै गरी प्रश्न नम्बर 7 मा रहेको छ, 2083 वैशाख शुक्ल पूर्णिमामा कतिऔं बुद्ध जयन्ती मनाइयो? 2570औं बुद्ध जयन्ती मनाइयो। धन्यवाद।